ल सबैलाई धेरै धेरै गुड मर्निङ। म चाहिँ आज कामबाट फर्किँदैछु होइन। अहिले चाहिँ बिहानको चाहिँ ठ्याक्कै के अरे 5:49 गएको छ। चढ्ने एक जहिले पनि होइन। अझ बेलुका चाहिँ यहाँबाट खुरुरुरुरु आउँछु साइकलमा, त्यहाँ राख्छु यो पर अनि यो बाटो हुँदै आउँछु होइन। यस्तै छ अहिले चाहिँ यो बिहान तपाईँको जाडो बढिसकेको छ आजभोलि चाहिँ होइन। जाडो बढिसकेको छ, गर्मीमा चाहिँ डेन्जरै गर्मी हुन्छ जापानमा चाहिँ। म ट्याक्क साइकलमा 7 देखि 5 मिनट जति चाहिँ म हिँड्दै जाने के अरे साइकल फेरिमा जानुपर्ने हुन्छ होइन। त्यसपछि घरमा गएर भात सात खाएर होइन ट्याक्कै फेरि सुत्ने अनि फेरि भरे काममा आउनुपर्ने हुन्छ ठ्याक्कै मैले यो ट्रेनको भिडियो लिनु पऱ्यो भनेर म एकछिन कुरेको 10 मिनट ढिलो आउने रहेछ। एकछिन त कुरेर झ्याउ लाग्यो नि म फेरि हिँडेको होइन। यस्तो रहेछ है, लामो 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 जिआरको लाइनको हो यो चाहिँ होइन। म यहाँबाट अब सुइया म यहाँबाट जान्छु है। अनि त्यहाँ म यो परबाट गएर म तपाईँहरूलाई यताको भ्यूहरू देखाउँछु होइन। यहाँ दामी गोरु आउँदैछ के अरे हरियो घाँसै घाँसहरू भएको। अनि के छ तपाईँहरूको हालखबर? सबैजना सन्चै हुनुहुन्छ होला, आराम कुशलै हुनुहुन्छ होला होइन। यो ट्याक्सी पार्किङहरू छ यहाँ चाहिँ। काममा जाँदा कहिलेकाहीँ ट्याक्सीमा पनि चढेर जानुपर्ने हुन्छ होइन। अनि त्यसपछि त्यहाँ अगाडिको त्यो म्याकडोनल्ड्स हो त्यहाँ अगाडिको चाहिँ। त्यहाँ म फेरि बेलुकातिर अर्को ठाउँमा काममा जाने चाहिँ यसको उतापट्टि हो। म चाहिँ काममा जानुपर्छ आज मेरो। अब आज र भोलि चाहिँ अर्को ठाउँको काम होइन। यस्तै छ हालखबरहरू के छ नेपालमा हुने होइन। अब दसैँ आयो भन्छन्, दसैँ आयो खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला भन्ने एउटा साह्रो लोकप्रिय थियो बच्चाको बेलाको होइन। ल एउटा बुढो मान्छे चाहिँ ल यहाँनिर सोझी गर्ने एकदमै जापानमा चाहिँ यस्तो हुन्छ होइन रुल्सहरू। बिहान टक्कै यस्तो छ यहाँको चाहिँ भ्यूहरू। अहिले घाम लागेर ल यहाँ सोझी गर्नु बजियो चाहिँ एकदमै सही दामी। ल यो पर हो म जाने चाहिँ। कहाँबाट चढ्छु भने म होइन तपाईँलाई देखाउँछु है। ल म यो पर उयो रातो बत्ती बोलेको नि हो, यो रातो बत्तीको उतापट्टि हो। म चाहिँ अर्को काममा जाने चाहिँ म चाहिँ। अनि आज चाहिँ फेरि अर्कै ठाउँ काम गरेर आएको फर्किँदैछु होइन। यो सेतो गाडीमा चढ्ने यो आइरह नि यो सेतो गाडीमा। यहाँ पनि मैले चिन्ने बहिनीहरू यहाँ काम गरेर फर्केर हुँदैन यसमा पनि होइन। अरू ठाउँमा काम गरेर एउटा 7-11 छ। 7-11मा त्यहाँ के खानेकुराहरू खान मन लाग्यो भने बिहान टक्क त्यहाँबाट किनेर खानु। बिहानको मौसम चाहिँ यस्तो हुन्छ यहाँनिर हाम्रो चाहिँ एकीमा। अहिले चाहिँ लगभग 6 बज्न लागिसक्यो। एकी भनेको चाहिँ स्टेसन हो होइन, ट्रेन स्टेसन। बिहान यहाँनिर सोझी गर्दैछ यहाँनिर हजुरआमा सफा गर्दैछ आफ्नो ठाउँको बाटोहरू होइन, रुखपत्ती घरहरू यस्तो छ। ल म चाहिँ 7-11बाट म निस्किसकेँ। अहिले ओनिगिरी किनेँ होइन। ओनिगिरी टक्क किनेर खाएर अनि त्यसपछि म फेरि साइकल भएकोतिर म सुई जाँदैछु। मैले साइकल राख्ने पर्छ यतानिर हो क्या, यतानिर हो। यहाँनिरबाट म बिहान बेलुका सर यताबाट जाने। त्यहाँनिर चोट खाने ठाउँहरू त्यहाँनिर होइन। यहाँबाट चाहिँ यहाँ मैले यो लिफ्ट चाहिँ चढेको कहिल्यै देखाएको छैन हौ यार। यो लिफ्ट कसरी चल्छ भने म लगभग 2 वर्ष जति भयो मैले कति हेर्नु खोजेको। म हिँडेको बेला होइन अहिलेसम्म यो पार्किङको लिफ्ट चलाएन क्या। यो कसरी चल्छ होला भने मलाई पढो खोल्दै लागिरह, कहिले लागेको छैन, कहिले चल्दैन यार। म भएको बेला चाहिँ अब त्यस्तो ठ्याक्कै अकेजनमा चाहिँ त्यस्तो परेको छैन क्या। म हिँड्दै जाँदाखेरि ठ्याक्कै भेट्यो भने चाहिँ म हिँड्नु मन छ क्या। तर चाहिँ बिहानै जापानिज आफ्नो ठाउँहरू होइन टक्क सफा गर्ने होइन। ठिक छ नि त, यो हो नि त। म तपाईँहरूलाई एउटा कुरा के देखाउनु पऱ्यो भने यो साइकल नयाँ थियो है। म हिँड्दा ओर्दाखेरि यो साइकल पुरै नयाँ थियो। अनि त्यसपछि के भयो भने म लगभग धेरै वर्ष भइसक्यो यो ओहोरदोहोर गर्दाखेरिको
देखिको यो साइकल हो कि पुरानो साइकल अहिलेसम्म बसिरहेछ कसको हो के हो होइन। आज म चाहिँ अर्को भित्रको बाटो आएँ होइन। अनि त्यसपछि म त्यो साइकल राख्ने छ मेरो चाहिँ त्यो साइकल राखेको छ। अनि त्यो साइकल लिएर सिधै जानुपर्ने हुन्छ। आज चाहिँ बस लास्टै थकाइ पनि लागिरहेछ निन्द्रा पनि लागिरहेछ क्या। किनभने हिजो सुत्दै सुतिएन क्या। कस्तो समस्या भयो होइन मान टोक्ने यार। दिउँसो यो राति काम गर्ने बानी भएपछि होइन दिउँसो मस्तको निन्द्रै नलाग्ने क्या। गएपछि के हुन्छ भने गयो एकछिन भातसात खायो त्यसपछि मा चाहिँ कुन चाहिँ यहाँ बोयफ्रेन्ड गएर छ मुला बानरले यो म चाहिँ जापानिजहरू यो म चाहिँ एउटालाई चाहिँ भन्छ मा चाहिँ तिनीहरू चाहिँ म चाहिँ हम त म चाहिँ गति छाडा जिउ छाडा हुन्छन् टोक्नेहरू। अनि त्यसपछि काममा बटो गयो भात खायो एकछिन मोबाइल चलाउनु पऱ्यो भन्यो चलाएपछि ननस्टप दिएको दिएकै उपलब्धिमूलक कामहरू केही पनि हुँदैन ननस्टप घोचिङ टच दिएकै हुन्छ। र साइकल चाहिँ उनी अगाडि छोडायो त्यहाँ अगाडि छोडाएको छ त्यहाँ चाहिँ 20 रुपियाँ 50 रुपियाँ खुत्रुक्क हाल्ने। अनि त्यसपछि टिङ्रिङ्ग लक खुल्छ साइकलको। अनि त्यसपछि सरर जाने अनि त्यसपछि भातसात खाने एकछिन बस्ने एकछिन चाहिँ सुत्ने जाम साथै त अब झ्याउ लाग्छ नि त भात खानुलाई। अनि त्यहाँबाट भातसात खाएर चाहिँ एकछिन बस्ने अनि त्यहाँबाट निन्दा लाग्छ झ्याप्प एक निन्दा चाहिँ सुत्यो होइन। धेरै मिनट सुत्यो 40-45 मिनट सुत्यो त्यसपछि उठेर आँखा दुखिन्जेल मोबाइल चल्यो फेरि। उपलब्धिमूलक कामहरू चाहिँ केही हुँदैन हेर्ने स्कुल गर्दै जाने के। कस्तो ह्याबिट बस्यो यार खत्तमै भयो नि होइन। कि त सुतिहाल्यो भने भुसुक सुतालिन्छ त्यो सुत्दै सुतिँदैन। यहाँ अगाडि मेरो साइकल चाहिँ अब म साइकल निकालेँ तपाईँहरूलाई देखाउँछु त ल। म यहाँ साइकल निकाल्नु पऱ्यो अब होइन। यो जम्मा यहाँ चाहिँ यसमा चाहिँ 50 रुपियाँ लाग्छ। यसमा पनि राखेको हुन्छ होइन तर त्यसमा पनि राखेको हुन्छ तर यसमा चाहिँ बेलुका चाहिँ सब प्याक हुन्छ क्या। त्यो प्याक भएर चाहिँ ठाउँ पाइँदैन होइन। अन्त जता खाली छ त्यतै राखिदिनु पर्ने हुन्छ है। ल मेरो साइकल चाहिँ ए हो ल मेरो साइकल छिरेकै रहेनछ यार। यो त छिरेकै रहेनछ मेरो साइकल हो यो चाहिँ खास चाहिँ होइन। तर मेरो चाहिँ नम्बरै भित्रै छिरेन छ। त्यो छिराएपछि त जस्तो गर्नु पऱ्यो मैले ल्याङ हान्छ त्यहाँनिर सुई जाने होइन। यहाँ हुन्छ यसको नम्बर चाहिँ यहाँनिर ट्याक्क थिच्ने अन्त 13 नम्बर थिचेर यो गरिदिने है। के भयो के हो यस्तो भयो त। मैले साइकल पनि लिएर आएँ म चाहिँ साइकलमै छु यहाँ होइन। आज चाहिँ के भयो भने फेरि साइकलमा चाहिँ पैसा नलाग्ने भयो। बेलुका हतार भएर खत्तै लाखेर गएको साइकलले टन्नै थियो यताउताबाट दुईटाको बिचमा परेर साइकल चाहिँ लक लाग्नै पाएन रहेछ क्या ठिङ्ग उभिरहेछ भने। अनि त्यसपछि पैसा तिर्नु परेन आज चाहिँ त थाहा पायो भने चाहिँ गाँड हान्छ होइन। ल अब यहाँ मेन रोड आइपुग्यो। मेन रोडबाट साइकल चलाउँदै साइकल चलाउनु चाहिँ मोबाइल चलाउँदै साइकल चलाउनु चाहिँ दामी हो। त्यही भएर मैले राख्दिएँ है त अब ल बाई बाई बाई।